हेलो एभ्रिबडी, वेलकम टु अनदर हाइक टु ध्याप ड्याम। र आज हामी दुईजना साथी जाँदैछौँ, म र यहाँ घनश्याम। घनश्याम हाई भनिदेऊ। हेलो गाइस। यहाँ आएर त ट्रेल कस्तो दामी देखिरहेछ। यता यो पानीको पाइप छ है, मेलाम्चीको। वाउ, व्हाट अ ब्युटिफुल ट्रेल। कस्तो दामी रहेछ हेर्नुहोस् त। अब हामी 12 बजे हिँड्न थालेको। ढाप ड्याम पुगिन्छ कि नै 4 घन्टाको बाटो भन्छ यहाँबाट। जहिले हाइकिङमा मलाई यस्तै ढिलो हुन्छ, त्यसैले हाइकिङ कहिल्यै कम्प्लिट हुँदैन। हाइकिङ त जहिले कम्प्लिट गर्छु दोस्त। म त राति भए पनि कम्प्लिट गरेर अस्ति फुलचोकीमा पनि कति 1 बजे, पौने 1 बजे सुरु गरेको थिएँ फुलचोकी जानलाई होइन। अनि त्यहाँ पुग्दै 4 बजिसकेको थियो। झर्ने बेलामा पुरा राति नै भयो। राति भनेको जानलाई 4 घन्टा लाग्यो, झर्नलाई पुरा 1 घन्टा 1.5 घन्टा मात्र लाग्यो। दौडेरै झरेको अनि पुरा राति भयो। यस्तो डर लाग्दो भएको थियो। अनि भने शिवपुरी पिकमा पनि म एक्लै गएको थिएँ, सोलो हाइकिङ। त्यसमा पनि 4.5 घन्टाको बाटो म 2 घन्टामा कम्प्लिट गरेको थिएँ। अनि त्यहाँ पनि ढिलो भयो थियो। 12 बजी सुरु गरेको थिएँ हिँड्नलाई। अब यहाँ पुगिन्छ कि नै हेरौँ। पसिनाले त कस्तो लतपत भएको छ दुवैजनालाई। यहाँ ढाप ड्याम 18 किलोमिटर लेखेको छ साथीहरू। अब त खुट्टा त गल्ने भयो। 18 किलोमिटर गर्ने के गर्ने, जाने हो 18 किलोमिटर। फेरि दोस्तले बाजी लगाएको छ 3टा बियरको रुमको साथीसित। ए सरी साथीहरू, यहाँ यो बाटो त रोडको बाटो रहेछ। यहाँ रोड 18 किलोमिटर जान मिल्छ। यहाँ हाइकिङको बाटो 8 किलोमिटर मात्र रहेछ ढाप ड्याम। यहाँ धेरै छ है हाइकिङ गर्ने ठाउँहरू, तर धेरै जसो गइसकेको छ हामी। तारेभिर, विष्णुद्वार सब गइसकेको छ। सुन्दरीजल भर्खर गए। अब सिधा ढाप ड्यामतिर लागौँ। ल, ढाप ड्यामतिर यो बाटो रहेछ। ल, सर जाँदै गर्ने नन स्टप।
अस्तिको हाइक डर लाग्दो भए पनि आजको हाइक धेरै राम्रो भ्यू रहेछ आजको हाइकको। घने पखन यार थाके म त कति छिटो हिँडेको के घने। हेर न के को रुख रहेछ यो। त्यहाँ जाने चौतारा त्यहाँ बसेर खाने जाने जाऊ त्यहाँ जान दिन्छ फेरि त्यहाँ तिनीहरू काम गरिरहेछ। माथि जाने अन्त त्यहाँ बसेर खान मिल्छ है। सरले अगाडि जान्छ माथि पुगेर खाने 2 घन्टा त हो। कति बजे 2 बजे 4 बजे पुग्छ ठिक्क 4 बजे 2 बजे अब 2 घन्टा 4 बजे। तर फर्किँदाखेरि सजिलो हुन्छ नि दौडिने दौड्दै फर्किने म्याराथन अँ स्लो म्याराथन। एउटालाई काटेर खाँदा कस्तो मजा आउँछ है। मटन बिरयानी आजसम्म खाएको छैन यार मैले मटन बिरयानी। तिमीले खाएको हो? बनाइदिने हो मटन। कुखुराको मासु कति मिठो मासु। कुखुराको मासु लोकेन्द्रको सासु। के बोले कहाँ हो तल कि माथि? माथि ज्यादै गरौँ। घने जिम गर्ने मान्छे भएर यो यता कुरकुरे खाँदै कस्तो फिलिङ आएर? हाइब्रिड हो नि त म। जिम गर्ने मान्छे वेट पनि लिफ्टिङ कार्डियो त्यस्तो जङ्क फुड खान मिल्छ त? जङ्क फुड किनभने मेरो डाइजेस्टिभ सिस्टम राम्रो छ के। एभ्रिथिङ इन 5 महिनामा खतरा बनाउँछ यार। चेस्ट पनि देखाइदेऊ त चेस्ट देखाउ न। वाउ बाइसेप्स ट्राइसेप्स खत्रै बनाउँछ यार घनेले। 5 महिनामा खतरा इम्प्रुभमेन्ट गर्छ। म भन्दा नि राम्रो बनाइदियो। 3-4 केजी बढायो घनेले। मेरो त बनिरहेछ बिस्तारै। तर मेरो फ्याट अलि धेरै भयो। यो लास्ट जङ्क फुड हो मेरो आजदेखि। त्यसपछि अब नेक्स्ट हाइकमा फेरि अर्को नेक्स्ट हाइकमा बरु खाम्ला। तर अबको अहिले मेरो वेट कति 69 केजी हो के। अनि फ्याट पनि धेरै छ। आजदेखि मेरो 3 महिनाको टार्गेट छ 5 केजी घटाउने। कमसेकम 64 केजीको अन्डरमा आउँछु। अनि जस्ट भिजिबल 6 प्याक देखिनु पऱ्यो त्यस्तो ल्याउँछु। अनि खतरा 3 महिनामा भिजिबल 6 प्याक गाह्रो छ। तर म धेरै मेहनत गर्छु। जति गाह्रो भयो नि जति अब कार्डियो गर्नु पऱ्यो वेट लिफ्टिङ गर्नु पऱ्यो सबै गर्छु। तर जङ्क फुड खाँदै यस्तो जिमको कुरा गर्दा कस्तो नराम्रो लाग्छ है। मलाई त लाग्दैन। तर 3 महिनामा जसरी भए पनि रनिङ गरेर भए पनि पुरा कम खाना खाएर क्यालोरी डेफिसिटमा बस्छु। र तिमीलाई म ग्यारेन्टी दिन्छु कि म 3 महिनामा यस्तो भिजिबल 6 प्याक देखाउँछु। ल फास्ट खाऊ है त हेर्नुपर्छ। तर सिन कस्तो मजा आउँछ यार। यस्तो आनन्दले दिनभरि बसिराखेँ भने यस्तो मजा पिस ठाउँ रहेछ क्या। तर यो पिस ठाउँमा मैले बोलेर भिडियोलाई अनपिस गरिदिएँ। रेस्ट इन पिस। रेस्ट इन पिस होइन रेस्ट इन पिक्स भन्छ मुला। रेस्ट इन पिस भनेको के हो थाहा छ?
रेस्ट भने रेस्ट गर्ने, इन पिस भने शान्तिमा। रेस्ट इन पिस। मुकेर यसको मलाई के बोलिरहेछ। यस्तो इन्जिनियर भएर पनि कम्प्युटर इन्जिनियर विथ 5 ब्याकलग। इन्जिनियर भएर ब्याकलग लागेन भने त के को इन्जिनियर है? हो, त्यही भएर मैले जानी 5वटा बनाएको। इक्जामै नदिए। जसले जानी इक्जामै नदिइकन 5वटा ब्याक लगायो। यहाँ यस्तो रुखभरि सबै रुखमा नम्बर लेखेको छ। यो रुख काउन्ट गरेको हो कि जङ्गलमा यति रुख छ भनेर काउन्ट गरेको हो कि के को नम्बर हो यो गाइज? तपाईँहरूलाई थाहा छ भने कमेन्टमा लेख्नुहोस् ल। तर यो सबै रुखमा रहेछ। यतातिर पनि 37,807 भनेपछि जङ्गलमा यति रुख रहेछ भनेर सब रुखमा नम्बर टाँसेको रहेछ। Wow man, look at the view. Look at the village, man. Wow. Look at the village. हामी कहाँ आइपुग्यो? हैबुङ गाउँ, सिन्धुपाल्चोक जिल्ला। यस्तो पहाडको चुच्चोमा घर। Did you wait too long? Tell him that you love him, but he's already gone, darling. Did you make two wrongs? Know that daddy never made a right before, darling. You were never made to be the judge, darling. You never changed, just wait for me to budge, darling. It's feeling like a cold dark wind and the sun still behind the trees, yeah. She asked me if I had another minute and I ain't had the
She asked me if I had another